सबै सबैलाई कस्तो रूपमा सम्मान व्यक्त गर्दै अब यो स्टेज सर्भिस गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। हामी लगतै औपचारिक कार्यक्रम मार्फत यो स्टेजलाई अगाडि बढाउनेछौँ, यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सम्मान गर्नुको लागि जोड्नेछौँ। विशेष गरी महायज्ञ सानो उद्देश्यले सञ्चालन गरिएको छैन। यसमा यो एउटा मात्रै महायज्ञ होइन, 108 महायज्ञ मध्येको पहिलो महायज्ञ हामी हाम्रो जन्मभूमिबाट सुरुवात गरेका छौँ। प्रमुख वाचक विशेष गरी श्री कालिका आध्यात्मिक प्रतिष्ठानका आदरणीय अध्यक्ष, यो महायज्ञका प्रमुख वाचक अनि प्रकाश तिवारीजीको जन्मभूमिबाट पहिलो महायज्ञ हामी सञ्चालन गरेका छौँ, पहिलो महायज्ञ हामी सुरुवात गरेका छौँ। आजका प्रमुख व्यक्तित्व अनि सबै अभिभावक नगरपालिकाका नगर प्रमुख कविता तिवारीजीको हातबाट विशेषतः वैदिक सनातन धर्म रक्षार्थ राष्ट्र शान्ति श्री आर श्रीमद् भागवत सप्ताह तथा ताम्रवाचक ज्ञान महायज्ञ श्री नारायण महाआरती 2082 को प्रमुख प्रथम हरि ओम स्वस्ति न इंद्रो वृद्धस्रवाः सानो उद्देश्य बोकेर सञ्चालन गरिएको छैन। त्यसै तपाईँहरू सबै यो महायज्ञमा सहयोग भइदिनु हुनका लागि अगाडि बढिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष गरी श्री कालिका आध्यात्मिक प्रतिष्ठानको धाम निर्माण गर्ने एउटा महान उद्देश्य बोकेर यो कार्यक्रमको सञ्चालन गरिएको छ। यो महायज्ञको आयोजना गरिएको छ। सँगै अनाथ आश्रम निर्माण एवं अन्न क्षेत्र खोल्ने, अनाथ आश्रम निर्माण गर्नेछौँ। यसै गरी अन्न क्षेत्र विपन्न परिवारका लागि धार्मिक संस्कार धान्न सहयोग प्रदान सारदाम महायज्ञमा 7 दिनसम्म सङ्गीतमय बनाउनु हुने सङ्गीतका साधकहरूलाई यो समयलाई सङ्गीतमय बनाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हरि ओम श्री राधे। औ साउन्ड सिस्टमका मित्रज्यू बडो मिठो साउन्ड बनाउँदा ल। हरि ओम हरि ओम हरे ओम ओम श्री राधे। आरतीको बेलामा सबैजना उठ्नु। यो ल्याउनै पर्दैन कि आरती हो कि त्यो ल्याउनै पर्दैन कि बलरामजीलाई यता बोलाउँ त, मूल पर्दाजी यता आउँ त, उता चाहिँ यता ओम जय जगदीश रे प्रभु जय जगदीश हरे आरती तल
भगवान Thank you.